गरे बाँदरले खाएछ सबै। म यत्रो दानामा त नि 3 करोडको 3 करोडको माल हेर्नु साथीहरू। 3 करोडको माल 3 करोडको माल लो 3 करोडको माल छ नि हाम्रो गाउँमा पनि रहेछ। सानो थियो पहिले त, अहिले धेरै वर्षमा आएको त यत्रो भएछ 3 करोडको माल। तेजपत्ता, सिन्कौली, अम्लिसो, हेर गाई चोर भन्नु अरे के। मकै, अमिलो, बुढा सुब्बा, लो भगवान् दर्शन केही नगर है भन्नु अरे यो हाम्रो बुढा सुब्बा। यो हाम्रो कान्छोले बनाएको अरे बस्ने ठाउँ। आइयामा बन्दुक, बन्दुक डुङ 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 गर्ने यो चाहिँ बन्दुककै गाइजहरू। यहाँ धनियाँ, छ्यापी, लसुन। माथि थाली डाँडा हेर्नु त साथीहरू। त्यहाँदेखि हामी पढ्न जान्थ्यौँ यता सिसागाम। यो हो थाली डाँडा, यो हाम्रो घर है। यो हाम्रो काकाको। कहाँ गएछ बाँदर त छैन त एउटा पनि। सुनसान छ त। देखो न गाइस, देखो न। यहाँ हाम्रो राई जातिको बुढा सुब्बा भन्ने पूजा गरिन्छ यी सुनखरी। देख्नुभयो नि, यहाँनिर पूजा गर्छ क्या। उहिलेको पैसा कति धेरै थियो। हामी यतातिर बाँदर खेल्थ्यौँ क्या पहिले। यहाँ बसेर है लै गर्थ्यौँ नि त यहाँ। त्यहाँ तल पुरासोत्तर महावीर नित्य देख्नु सिलिम त तल दोबाने। खादबारी हामी यता आउँदै आएको। भोलि त जान्छु। सुँगुर खोरेछ त्यहाँनिर पल्लो घरको दाजुहरू भाउजूहरूको। 3 करोडको माल हेर साथीहरू। 3 करोडको माल फेरि। धनियाँ, सोप, पुस्तकारी बाख्रा थिए पालेको थियो दाजुले। यहाँ लसुन त जताततै पालेको रहेछ त। लसुन त जताततै रोपेको रहेछ त। एक्लैले यत्रो संसार भ्याएको छ अनि के। बुद्धिनीले मलाई भन्थ्यो सुन्तला त छैन भन्थ्यो, फुलेकै छैन भन्थ्यो। यहाँ फुलेको छ। हेर सुन्तलाको बुक सर्लकै मरेछ, बाख्राले गर्छ। यहाँ छ सुन्तलाको चाहिँ दाना लागेको छ, मसिनो छ। हेर बुद्नी खाना आउनुपर्छ सुन्तला यहाँ रे। उयो बोटमा छ सानो, देखिँदैन रहेछ हौ अहिले त। लु अरे कता हो, यो बोटमा छ हौ, सानो छ। देख्यो नि यहाँनिर दाना लागिरहेछ सुन्तलाको। तल पुछार गर्दा भात खाएछ। लसुन पुरा हरियो भइरहेको छ। छ्यापी बाँदरले नराख्ने रहेछ भनेपछि लु म पनि आज एक दिन
यसो दिदीलाई सघाइदिनु पर्यो भनेको थिएँ खोइ भनेको थिएँ मात्रै भएछ हाम्रो बुढा सुब्बा हाम्रो तिखे कान्छाले त यस्तो पो बनाएछ है आमा अघि त हन शुद्धता गरिमी पो भइरहेको थियो त मलाई त बाँदरले प्याज एकैछिनमा सक्यो कस्तो राक्षस होला त हेर्नु त साथीहरू फुल यस्तो राम्रो छ बाँदरले प्याज खानु नदिने रहेछ लसुन अनि यसलाई के गर्नु बन्दुक हानेर मार्नु पर्ने हो ल कति राम्रो फुल फुलेको छ ए बेसार खन्नु नि भ्याइहाल्नु भएको अघि कि कहिलेको बेसार पनि खानिहाल्नु भएछ त यो त ढिकीमा कुटौँ नै बरु अहिले पनि बमार भएकोलाई जानु पर्यो एक खोप्चा अनि भन्नु पर्यो भन्ने मलाई जित आउँछ आलस कुट्नु नमार्छ हाम्रो तरुनी माउ काम गर्दैछ अन्त भिडियो रेकर्ड मात्रै गरेको त सुदीक्षालाई देखाउनुको लागि पाहाड देखेको छैन अरे होइन त्यतिकै रेकर्ड मात्रै क्यामेराबाट नि कसलाई पनि होइन नि बोलेको मात्रै हो नाना माइली तरुल खाँदै हुन्छ ए तरुल धुँदै रहेछ पहिला न रातो न रातो देखिन्छ बुद्नीले सुन्तला फलेको छैन अहिले त भन्थ्यो यहाँ सानो सानो रहेछ सुन्तलाको बोट त्यता 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 कति छ पानी आयो के भएको नि यसलाई त तिर्पालै उठाउनु पर्ने कि यसो अझै भोक्से खानुपर्ने छ हौ उता झरिरहेको छ सुँगुर खोर पछाडि के